धन्यवाद सञ्चालकहरू हुनुहुन्छ सबै यहाँ उपस्थित भएका म देख्छु पास्टरनीहरू जन लिडर सबै यस्तै विशेष व्यक्तित्वहरू नै उपस्थित हुनुभएको छ र सम्पूर्णलाई म मेरो हृदयबाट धन्यवाद र स्वागत गर्दछु र मेरो भन्नु पर्दाखेरि म अलिकति मेरो पहिलो ब्याकग्राउन्ड पनि भन्नु पर्यो म पहिला यति राम्रो मान्छे होइन तर पनि प्रभुको योजना त्यस्तै रहेछ म ब्रिटिस आर्मीमा 10 वर्ष बसेँ त्यहाँबाट नाम काटेर आएँ त्यो नाम काटेको चाहिँ कारण के हो म मेरो गाउँमा स्कुल स्थापना गर्छु भन्ने ठुलो उद्देश्य थियो त्यहाँबाट आएर मैले स्कुल यही घरमा यही चर्च घरमा घर थियो यही घरमा मैले स्कुल खोलेँ 1 महिना हुँदाखेरि नै स्कुल पुरा घर भरेर नाट आउने भयो त्यहाँबाट होइन अब त्यो चाहिँ अर्को ठाउँ सार्नुपर्छ भनेर मैले चारै तर्फको बिचमा शुक्रबारे स्कुल सुरु गरेँ त्यहाँ गएर पढाएँ 2 साल त्यहाँबाट 2 सालमा चाहिँ एकजना शिवकुमार राई एकजना 7 क्लास पढेको त्यति बेला 7 क्लास पढ्ने मान्छे पनि यहाँ कोही पनि थिएन र उहाँलाई जिम्मा दिएँ त्यहाँबाट म चाहिँ अब अलिकति रकमको कमजोरी भयो म कहीँ गएर कमाउँ कि भन्ने कुरा भयो तर म फेरि पनि गएर कहीँ कोही बुझ्नुपर्छ भन्ने हिसाबले म यहाँबाट हिँडेँ 18 वर्षपछि मात्रै म आएँ म यहाँ बिचको कारणहरू बताउन 18 वर्षको अवस्थामा म यहाँ आइपुग्दाखेरि चाहिँ म प्रभुले पार आएको थिएँ र प्रभुले पार मैले दर्शनहरू धेरै देखेँ मैले कस्तो दर्शन देखेँ यो माथि रिब्दाला पत्करु सिरानदेखि यो माथि यो सारालु सिरान यो नाङ्गी खातम्छा त्यहाँबाट पक्षिलाको त्यो डाँडासम्म कुलो मैले खनेर ल्याएँ त्यो कुरा के हो मैले बुझिनँ र त्यहाँबाट उदो हेर्दाखेरि सबै धानहरूको बिउ राखेको कोही धान पाकिराखेको पहिल्यै भएको र कहीँ गाउँहरू चाहिँ बाला हरियो भएको अनि त्यो बाला हरियो भएकोमा चाहिँ एउटा सानो फिटी साप चाहिँ घुमिहिँड्ने त्यो दर्शनहरू देखेँ यसको मतलबहरू पनि मैले अहिले बुझेको छु तर म तपाईँहरूले भन्दछु म कसरी चाहिँ अनि प्रभुले पार आएँ आउँदाखेरि पहिला आउँदाखेरि म मेरो साथमा 400 रुपियाँ लिएर आएको आउँदा के गर्दा सकिहाल्यो म रित्तो घरमा आइपुगेँ अनि आइपुगेपछि मैले सुसन्देश गरेँ अनि यहाँ चाहिँ धेरै कुरा खतरा पञ्चायती व्यवस्थाहरू थियो एवं सतै आएका अनि यस्तै कुराहरू थियो पनि म डर चाहिँ थिएन र यो पक्रिन्छ भन्ने कुराहरू मैले सुने र यसो विचार गर्दाखेरि शरम पनि भयो 1 रात बसेर म फर्केर गएँ यहाँबाट फर्केर गएर मेरो दिदी पाथेकामा दिदी ठुली हुनुहुन्थ्यो चिम्चिमामा उहाँलाई पनि भेटेर जान्छु भनेर यहाँ बेलुका म त्यहाँ हुँदै गएँ खारताम्सा गएर म पहिला नरबहादुर क्याप्टेनलाई मैले सुसन्देश सुनाएँ अनि त्यहाँ हाम्रो कान्छी बहिनीको श्रीमान डिकबहादुर उहाँहरूलाई रक्सी खाएर बसिराखेकैमा गएर भेटेँ त्यहाँ मैले सुसन्देश सुनाएँ यस्तो मान्छेहरू त धेरै गयो आयो म पुगेँ उतलाको त्यति बेला त्यहाँ उहाँको श्रीमती चाहिँ अन्धा भएको थियो आँखा देख्दैन थियो त्यहाँ अनि म गएर त्यहाँ उतलेँ मेरो त्यो कुरा गर्दै जाँदाखेरि मैले सुसन्देश सुनाइदिएँ सुनापछि म पनि विश्वास गर्छु काका भनेर अनि उस श्रीमतीले पनि गर्छु भनेर स्वीकार गरेँ त्यहाँ मैले घुँडा टेकाउनु लाएर मैले प्रार्थना गरेपछि म पानी पनि रह्यो अनि म लागेँ चिम्चिमातिर त्यहाँ भोलिपल्ट उहाँको श्रीमतीले आँखा देख्यो यो पारी गाउँतिर चोखाउने त्यो डाँडातिर हरियो रुखहरू देखेँ त्यहाँबाट उहाँ श्रीमानले भने मैले त यस्तो देख्दैछु त हेर माथि त्यो रुखहरू होइन त्यो घरहरू होइन भन्ने कुराहरू श्रीमानलाई भनेछ त्यति बेला चाहिँ हर्ष भएर चाहिँ गाउँतिर गएर चाहिँ लु सुल्ताने कान्छा भन्छ मेरो नाम जान्दैन थियो
सुब्दाले कान्छाले प्रार्थना गरिदियो, यसो गरेर मेरो श्रीमतीले आज त आँखा देख्यो भनेर चाहिँ भनेछ। त्यहाँबाट ए ल त्यसो भने अब त्यो चाहिँ यहाँ हाम्रो दाजुभाइमा बस्नु पाउँदैनस्, तिमीहरू बुढाबुढी अब अलग्गै बस्नुपर्छ भनेपछि त्यो फर्केर आएछ। फर्केर आएपछि उहाँको श्रीमती रोयो अरे। अब त्यसो भने हामी के गरौँ त, त्यो काका त कता गएको भनेर आँसु आएर रोएको थियो अरे। त्यतिकै आँखा बन्द भयो अनि त्यही बिमारले मऱ्यो। अच्छा, यो एउटा चाहिँ मेरो त्यो पहिला मिसनरीको चाहिँ होस् मेरो गवाही। अनि त्यहाँबाट म फर्केर उता इन्डियातिर गएँ। इन्डियातिर गएर फेरि पनि